हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला। भोलि सायद रमाइलो भयो तपाईँहरूको पनि। अनि मेरो चाहिँ ठिकै भन्नु पऱ्यो, किनभने म काठमाडौँबाट आउँदै चाहिँ के भयो भने म रोकिरहेको कन्डिसनमा अनि घर आइपुग्न लाग्दा नै गोर्खे आइपुगिसकेपछि मलाई चाहिँ रोकिरहेको सिचुएसनमा चाहिँ आएर स्कुटरहरू पछाडिबाट हाने क्या। अनि त्यहाँनिर चाहिँ थोरै घाउ भएको छ है। अनि मेरो बाइकको कन्डिसन कस्तो छ म तपाईँहरूलाई भिडियोमा देखाउनेछु, सबै हेर्नु होला। त्यहाँनिर चाहिँ विशेष रूपमा के भयो भने चाहिँ मलाई हानिसकेपछि स्कुटरले हाने हो। मेरो बाइकमा चाहिँ पछाडिपट्टिको जुन तपाईँको जुन लेगार्डको होल्डर हुन्छ र पछाडिको ब्रेक लाइट, साइड लाइट, अनि त्यसपछि नम्बर प्लेट लाइटहरू, त्यसपछि ह्यान्डल भाङ्गो भएको थियो लडेर होइन। अनि त्यसपछि के भयो भने स्कुटरको चाहिँ अगाडिको भाइजरहरू जुन हुन्छ, अब नाम के हुन्छ होइन, हेडलाइट, साइड लाइट, त्यसपछि मिरर, अनि लगभग त्यस्तो भयो। अनि त्यसपछि त्यो मान्छेले चाहिँ मलाई के भन्यो भने मेरो चाहिँ यति धेरै खर्च आएको छ, म तिम्रो किन खर्च हेर्छु भन्ने जस्तो कुरा गरेँ कि। अनि मैले साइड लाइट दिएर रोकिरहेको ठाउँमा मलाई आएर हानिसकेपछि यस्तो गल्ती उसको हुन्छ नि। तपाईँहरूलाई के लाग्छ है, गल्ती मेरो थियो कि अथवा उसको थियो? सबै ठाउँहरू तपाईँलाई सर देखाउँछु म होइन, बाइकको कन्डिसन। त्यसपछि मेरो हालत त मलाई त यति मात्रै भएको, खासै जस्तो केही पनि भएको छैन। त्यो भएर चाहिँ अब हुन्छ नि, आफ्नोसँग कोही साथी नबोलिदिने अथवा आफूले पनि थोरै कुनै ठाउँमा कमजोरी गऱ्यो भने चाहिँ त्यति राम्रो चाहिँ नहुँदो रहेछ। त्यो जहाँ हुनुहुन्छ अलिकति सजग भएर सुरुमा चाहिँ मेन भनेको तपाईँहरूले ट्राफिक अथवा पुलिसहरूलाई चाहिँ बोलाइसक्नुपर्ने रहेछ है। आफ्नो गाउँठाउँ भनेर के गर्नु, मेरो चाहिँ आफ्नो गाउँको नजिकै नै पर्ने थियो, तर पनि साधनले आफ्नो भन्दैन र पैसाले त आफ्नो भन्दैन नि त, किनकि खर्च त लाग्छ नै, जतिसुकै खर्च लाग्छ किन होइन। सर तपाईँहरूलाई म देखाउँछु मेरो खर्च कति लाग्यो त बाइकमा र के भयो सबै कुराहरू देखाउँछु, हेर्नु होला है। मैले तपाईँहरूलाई देखाइहालेँ होइन, त्यस्तो भएको छ मेरो बाइकको कन्डिसन चाहिँ। अनि अब कस्तो भयो भने त्यहाँनिर चाहिँ मान्छेहरूले अब आफ्नै गाउँठाउँको मिल्नुपर्छ होइन, मिल्नुपर्छ भन्यो। मेरो बाइकको नर्मली खर्च चाहिँ तपाईँको कति आयो भने 8,000 समथिङको खर्च आएको छ होइन। अब यो ट्रिटमेन्ट छोडिदिउँ, उसको चाहिँ अब स्कुटरमा कति खर्च आएको छ भने लगभग 10-11,000 खर्च आएको छ। तर मेरोभन्दा उसको धेरै खर्च आयो पनि गल्ती त उसको थियो नि त, बिना गल्ती त मैले भोग्नु पऱ्यो नि त। अनि रोकिराखेको ठाउँमा त्यस्तो भयो। अनि तर तपाईँहरूले चाहिँ के गर्नु होला भने मेरो गाउँमा चाहिँ मेरो जुन त्यहाँ देख्ने मान्छेहरू देख्नेले चाहिँ के भन्यो भने गाउँठाउँको मान्छे मिल्नुपर्छ, मिलाएर गर्नुपर्छ। अनि त्यति भनिसकेपछि ल ठिक छ नि त, म पनि मिल्छु भनेर मिल्ने तरिकाले गएँ। तर त्यो मान्छे जुन थियो, मैले तपाईँहरूलाई पछाडिबाट फोटो देखाएको छु, त्यो मान्छे पनि पुलिसकै हो, रिटायरमेन्ट हो अथवा के हो थाहा भएन मलाई होइन। त्यो मान्छेले चाहिँ अब के भन्यो भने होइन, पुलिस केस किन गरौँ, म आफै हेरिदिन्छु भन्ने जस्तो कुरा गरेँ। हेरिदिन्छु भन्छ कि ल ठिक छ नि त, उसले हेरिदिन्छ भनिसकेपछि पुलिस केस किन गरौँ, गाउँठाउँको मान्छे चाहिन्छ भने। तर भने अब पुलिस केस पऱ्यो भने त उसलाई अलिकति अप्ठ्यारो नै पर्ने रहेछ। त्यो कन्डिसनमा चाहिँ अब के भयो भने पुलिस केस गरेको भए चाहिँ मेरो फुल इन्सुरेन्स पनि थियो, फुल इन्सुरेन्स हेर्थेँ त्यो थाहा भएन। तर पनि पुलिस केस गरिसकेपछि गल्ती सबै उसैको थियो। देख्नेले नि के भन्यो भने सबै गाउँठाउँको सही र गलत छुट्याउन सक्नेले पनि सही र गलत छुट्याएन क्या। त्यहाँनिर चाहिँ के भन्यो भने तिमी नै आफ्नो, म पनि आफ्नो, म कसलाई के भनौँ रे। तर पनि सही र गलत छुट्याउन सक्ने थियो नि त, नजरअन्दाज गरिदियो क्या। त्यसै भएले गर्दाखेरि आफूलाई परेको समस्या छ भने चाहिँ आफैले उठाउनु पर्ने रहेछ, मैले भोगेको कुरा चाहिँ। अनि म पनि अब अहिले गोर्खामा बाली गर्दाखेरि चाहिँ त्यो देखिसकेपछि बाहिर अब मेरो बाइक बनाउँदाखेरि सामानहरू पाएन, ल ठिक छ होइन, पाएन। तर त्यो मान्छे लास्टमा के भन्यो भने मलाई
लास्टमा एकचोटि फोन गरेर भाइ कसैलाई गाउँमा नभन है के त्यो भन्यो। तपाईँहरूलाई अब कस्तो लाग्यो होइन मेरो भिडियो हेरिदिनु भएकोमा त्यसको लागि धेरै धेरै धन्यवाद।